तपाईहरुले मलाई यहाँनिर काम गर्दै गरेको देख्दै हुनुहुन्छ। युजुअली मलाई संगतिको टाइममा चाहिँ काम गर्नु मन पर्दैन। संगतिको समयमा चाहिँ संगतिमा नै बसेर म वचन सुन्न, आराधना गर्न म मन पराउने मान्छे। त्यही कारणले मैले सबैजनालाई संगतिमा बस्नु भनेर चाहिँ म यतापट्टि किचनमा आएर वचन सुन्दै मैले काम गरिराखेको छु। किनभने हाम्रोमा समय एकदमै थोरै भएकोले गर्दाखेरि हामी 2 घण्टाको छुट्टीमा हामी आउँछौँ अनि 2 घण्टाभित्रमा हामीले संगति पनि गर्नुपर्ने हुन्छ। यदि हाम्रो खानाहरू छ भने हामीले खाना पनि खाइसक्नुपर्ने हुन्छ। किनभने हामीलाई काममा फर्केर जानुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ यहाँनिर म एक्लै मलाई काम सघाउनुको लागि अरू पनि आउनु भएको थियो। तर मैले उहाँहरूलाई भने तपाईहरु जानुहोस् उता गएर वचन सुन्नुहोस् भने। किनभने किचनमा कसै अर्को व्यक्ति पनि मसँग भइदिएको भए मैले वचन सुन्नु सक्थिनँ। हामी त्यहाँ गफ गर्न थाल्थ्यौँ। त्यही कारणले चाहिँ म एक्लै बस्छु, म एक्लै यति काम त गर्न सकिहाल्छु भनेर चाहिँ म वचन सुन्दै यहाँ काम गरिराखेको हो यो चाहिँ। आजको खाना चाहिँ सबैजनाले घर घरबाट बनाएर ल्याउनु भएको थियो। खालि यो अन्डा अनि भात मात्रै मैले यहाँनिर बनाएको। बाँकी चाहिँ सबैजनाले घर घरबाट बनाएर ल्याउनु भएको थियो। बनाएर ल्याउनु हुने सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। एकदमै स्वादिष्ट भएको थियो। यहाँ बिजोक छ मान्छेहरूको, बिजोक छ, बिजोक छ यहाँ मान्छेहरू सबजना।